हेलो गाइज वेलकम टु न्यू ब्लग। आज चाहिँ हामी लोथर जाँदैछौँ नुहाउनलाई। तीनजना मात्रै, अब चारजना अटो अनि स्कुटीमा होइन, हामी तीनजना जान्छौँ, सानो बाबु म अनि कल्पना। एकदमै हामी चाहिँ अब लोथर भने चाहिँ अलिक एक्साइटेड हुन्छ, एकदमै मजा आउँछ नि त खोलामा नुहाउन, नेचुरल पानीमा चिसो डुब्की मार्नलाई। ओहो हो, पहिला हामी 16-17 वर्ष 18 वर्ष उमेरमा खुब जान्थ्यो एकताको लोथर, फेसन थियो होइन। अब ठुलो भएपछि नै अलिकति ठुलो त पहिल्यै ठुलो अलरेडी होइन, अब अलिकति म्याच्योर्ड भएपछि यसो नुहाउन छुट्टै मजा आउँछ। त्यही भएर खोलामा जानुपर्छ, अब ट्याक्क चिसो पानीमा डुबिल्की हान्नुपर्छ होइन। अब हामी चाहिँ तयारी छ, ल जाउँ बाबु। के छ त्यो नुहाउन जाँदा खुसी छ नि। लोथर नुहाउन भनेपछि खुब मजा आउँछ है तँलाई। त्यसमा बेस्ट फेभरेट भनेपछि के हुन्छ? स्विमिङ। स्विमिङ साउन्ड द फेभरेट आउँछ पोलिस हान्न कसरी चाल्छस्? पछाडि खुट्टाले हान्छ हान्दैन हो र? खालि अगाडिको मात्रै? म त दुइटै हान्दिन्छु यस्तो होइन, यो पनि हान्दिन्छु, बाकडी पनि हान्दिन्छु, यो खुट्टाले ट्याक 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 पानीबाट सुई 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 पुरै पिएचडी गरे हान्नु स्विमिङमा। ऊ झर्ला दियो। ल मम्मीलाई बोला छिटै जाउँ। लेट्स गो। लिची लिची लिची। हामी जाँदैछौँ स्विमिङ गर्न। कहाँ भन्ने कुरा पुरा भिडियो हेरेर मात्रै हजुरहरूले थाहा पाउने हुनेछ। सरप्राइज। अब हामी 24 कोटी चोकमा आइपुग्यौँ घरबाट हिँडेर। ल हामी अब हाम्रो गन्तव्यतर्फ आइसकेछौँ। अब हामी अझै आफ्नो रफ्तारमा हिँडिरहेको छौँ। आज शनिबार, सानो छोराको खुसी पुरा गर्नलाई हामी सब परिवार एकजना छोरा ठुलो छोरो छोडेर यतै सोधौँ न को हामी अब गल्ली गल्ली छिट्दै हामी ल यहाँ नुहाउने भनेर यहाँ खोलामा त आइसक्यो लोथरको होइन। यहाँ कस्तो धमिलो पानी, ब्याड लक। धमिलोमा नुहाउने हो त अब हामी। त्यसो भए नुहाउँछस् धमिलोमा? म त नुहाउँदिनँ यार, धमिलो त पुरै। तँ नुहाउँछस्? हो यस्तो धमिलो पानी रहेछ। गहिरो छैन अब के नि त, गहिरो भाडा मान्छे हुन्छ यहीँ ठिक छ। अब ल एक लोटी उतै साइड उतै पानी बगायो नि त्यहाँनिर नुहाउनु ठिक हुन्छ। जा उत्यहाँनिर अब सानो पानी नुहाएर जानु त नि। अब कहाँ नुहाउने ठाउँ छैन नि। कहाँ ओ मान्छे छ उतै दौरोमा जा त। ल भ्लगको दोस्रो दिन हामी चाहिँ यहाँ बाबुको नागरिकता र परिचय पत्र बनाउन आएको छौँ होइन। अब लोथरबाट हिजो हामीले चाहिँ भ्लग पुरा गरेनौँ। आज चाहिँ हामी यहाँ प्लस गरेर चाहिँ भ्लग पुरा गर्नेछौँ गाइज होइन। यहाँ नागरिकता बनाउनु उभिरहेछ मेरो ठुलो छोरा र साथी। एकदमै भिडभाड छ। बाबुको नागरिकता परिचय पत्र बनाउन गएको दिनभरि लाग्यो। 10 बजे पुगेको उहाँ ठ्याक्कै 4 बजीतिर 4:15 बजीतिर घर आइपुग्यो होइन। धेरै टाइम लाग्यो, फुल डे। जस मेन काम सक्यो, अब टेन्सन छैन। फेरि हामी चाहिँ यो भ्लग चाहिँ 2 दिनको कि अघिल्लो दिनको फेरि हामी उता लोथर नुहाउन गएको थियो होइन। अब त्यो दिन अब त्यति भिडियो बनाएँ होइन। त्यो 2 दिनको गरेर चाहिँ आज जोडेर चाहिँ हाल्नेवाला छु। स्विमिङ के अरे हामी नुहाउन गएको पनि फेरि पनौती लाग्यो। फेरि नुहाउनु कति 10-15 मिनट नुहाएको छैन, उता पानी परेर फेरि भाग फेरि फर्केर आयो। त्यहाँ एकछिन नुहाएर आएर अनि त्यहाँ
भिडियो बनाउने मुडै भएन कि अनि फेरि आज फेरि भर्खर नागरिकता बनाउने चक्करमा अब फेरि 2 दिनको 1 दिन हालिदिउँ न भन्ने कुरो भयो। अनि तेरो अब चाहिँ ट्याक्क लाएर जोडेर चाहिँ एउटै ब्लगमा चाहिँ हालिदिउँ। त्यस मजा आयो गाइज होइन। नेचुरल पानी फेरि नुहाउनुमा छुट्टै मजा आउँछ नि खोलाहरूमा, एकदम इन्जोय गरेर। फेरि मेन कुरो चाहिँ मलाई भन्दा नि फेरि सानो बाबुलाई एकदमै मनपर्छ कि त्यो स्विमिङ भनेपछि। अनि खोलामा फेरि कहिले किरणटार भन्छ, कहिले कहाँ भन्छ नि, यसपालि चाहिँ लोथरै लिएर कि कहिले त किरणटार लान्थेँ। अब नेक्स्ट भन्नु अर्को महिनातिर चाहिँ किरणटार जानु पर्ला। नेचुरल पानीमा स्विमिङ पुलमा भन्दा फेरि नेचुरल पानीमा नुहाउनु मजा नै आउँछ गाइज होइन। तपाईँहरू नुहाउने गर्नुहोस् कहिले कहिले, गर्मीको मजा लिनुहोस् ल गाइज होइन। अब धेरै भिडियो नबनाऊ, अब चाहिँ खाता क्लोज गर्नुपर्छ। तपाईँलाई चाहिँ भिडियो कस्तो लाग्छ होइन, मन पऱ्यो लाइक शेयर सब्सक्राइब गर्नु हुन्छ नि गाइज। ओके बाई।